हेलो गाइज वेलकम ब्याक टु मन्जुलामा युट्युब च्यानल। आज पनि धेरै लाइक कमेन्ट सेयर सब्सक्राइब नआए पनि हामी चाहिँ भिडियो बनाउँदैछौँ। सो यो चाहिँ हामी शुभ दीपावली तिहार विशेष हुनेछ हाम्रो यो भिडियो चाहिँ। हजुरहरूले हेरेर इन्जोय गरिदिनु होला। दसैँको भिडियो पनि हेर्नुभयो हजुरहरूले, त्यसै गरी तिहारको पनि हेरेर इन्जोय गरिदिनु होला। सो आई वुड लाइक टु से ह्याप्पी तिहार अल अफ यु। अब हामी सबैजना जाने, हिमानी पनि जाने होइन। अब गाडीमा सामानहरू कालसाङलाई चाहिँ गाडीमा पठाइदिनु। मान्छे को रे बाख्रा कोठाल जस्तो मोसन के हुँदैन, डिक्की मोसन के हुँदैन अनितलाई त है। सरले चाहिँ तिहारको लागि खसी पनि ल्याउँदैछ। यो चाहिँ हाम्रो तिहारको लागि है। यो त सानो भइहाल्यो नि। छिरिङ अब छिरिङको काखमा राखेर लैजाऊ। यो चाहिँ हामी चाहिँ बनेपा आइपुग्यो अहिले। अब हामी धुलसेल गएर खाना खान्छौँ, बिस्तारै जानेछौँ। अब यो खसी चाहिँ कहाँ राख्ने हो? तपाईँ त कच्ची बाटोमा राजा भएछ आज। चित्र सर अफ रोड किङ हो नि त, अफ रोड किङ। यतिकै सबलाई छोडेर हिँड्नुपर्छ आज हामी। यताको सरको गाडीलाई पनि छोडेर हिँड्नुपर्छ। कस्तो घाम छ कि अहिले। खसीलाई व्यवस्थापन गर्दैछ बुनु। अब हामी खाना खाँदैछौँ। धुस्केल आइपुग्यो। पाउँछ खसी के भएर अरे लौज पनि स्याउ खस्यो के। अब हिमाने के भयो रे? खसी के भयो? खसी के भयो रे? अब हामी चाहिँ धुलखेल आइपुग्यो। धुलखेलभन्दा तलको बुट्टामा हाम्रो यहाँ खसीले सबै सामानहरू झारिदियो। ल बिस्तारै आउने। खसी टोलीहरू पछाडि पछाडि। चित्र सर र मन्जु लामा चाहिँ यहाँ अगाडि अगाडि। धुलोले केही देखि नसक्नु छ। हामी चाहिँ अहिले सिमलीमा आइपुग्यो फुपू घरमा। अब त्यो चाहिँ हाम्रो फुपूको घर हो। फुपू घरमा जान्छौँ हामी। अब चाहिँ हामी फुपू घरमा जाँदैछौँ। पुरा तोरी पनि क्या दामी भएछ। फुपूको घर झलक्क देखिरहेछ। यहाँ यहाँनिर फोटो खिचौँ भने क्या तोरीबारीमा। ल तिमी अगाडि जाऊ त। ल अगाडि भने अगाडि नै हो त। मलाई यहाँ खिचौ पो भने त। बेसी हो नि त यो। हामी यहीँ घरमा जाँदैछौँ। हिमानी हेलो बुनु
आमा घरमा हो खै त आमा चाहिँ खै त अहिले चाहिँ हामी घरमा आइपुग्यो एकदम फिलिङ हट सो आई वान्ट टु ह्याभ दिस एक्सट्रिम लासो दो लासो ला मन टीचर ला सोलन मंगनो नाम नी लास ला लन पेज यहाँ था निर्मल बड़ी आलमल तो सिकाई या तो नाला माँ ये टीचर लेंगे ये टीचर लेंगे इधर हम हरिम ताकला ला अनि दिख रहे जब अनि मुझे आया ना दिया सगरन ओह अच्छा कल सांग खाओ लो कालसाङ हुँदै त नि हेर्छु यसले कालसाङ मिठो लाग्यो कालसाङ देऊ खाऊ सम्धिसा सरहरू घर कता हो घर कहाँ हो हिमानी तेमाल कता हो रोक्छ फाइनली गाइज हामी चाहिँ गाउँ आइपुगिसक्यो यो पारी चाहिँ हाम्रो घरहरू हो चाहिँ गाउँ आइपुगिसक्यो अब यस काठमाडौँबाट भर्खर निस्के जस्तो लाग्छ एकैछिनमा आइपुग्छ हाम्रो काभ्रे चाहिँ एकदमै नजिक छ जस्ट 2 आवर्सको डिस्टेन्समा चाहिँ हामी घरमै आइपुग्छौँ हामी चाहिँ इतर उतर गरेर खानासाना खाँदै बस्दै रेस्ट गर्दै कता छिर्दै आएको भएर अलिकति ढिला भएको मात्रै हो नत्र भने एकदमै फास्टै आइपुग्छ सो बाटो चाहिँ यस्तै हो अलिअलि खाल्टाङ खुल्टुङ त भइहाल्छ झन्डै ब्लुङ गर्नु भयो भगवान् झन्डै लडिन यति जाब ठाउँमा पनि हरियाली वातावरण सुन्दर शान्त वातावरणमा आइपुग्यो हामी एकदम कोलाहल कियसबाट चाहिँ एकदम पिसफुल इन्भाइरोमेन्टमा आइपुगिसकेको छ यता चाहिँ जहिले पनि हिलो हुन्छ सो यसरी फुलेको फुलहरूले चाहिँ एकदम तिहारको भाइब्स महसुस गराउँछ एकदम आनन्द लाग्छ यो फुलहरू फुलेको देख्दाखेरि चाहिँ सो नाइस फाइनल्ली हामी चाहिँ घरमै आइपुगिसकेको छ चित्र सरले चाहिँ घुमाएर बाइक ल्याएको उताबाट नमस्ते हेलो एभ्रीवान व्हाट्सअप मिङमा डन तास खेलिरहेको बाफ रे बाफ आन्टी नमस्ते आन्टी तास खेलिरहेछ ए हिरो सी हाई ओहो प्रवास हो यो त तिहारको माहौल यस्तो चलिरहेछ हाम्रो चाहिँ अब हाम्रो हेलो मिली छ पुरै ढोकातिर चाहिँ मेरो हालत धुलै धुलो नुहाउनुपर्छ अब म फ्रेस हुनुपर्छ ओहो मेरो त अनुहारभरि माटै माटो गएछ धुस्नु मुस्नु भयो त धुलोले न त गाउँ त्यस्तै हो फाइनली गाउँ आइपुग्यो अहिले चाहिँ हाम्रो लामा फ्यामिलीको रमाइलो चलिरहेको छ तिहारको रमाइलो छिरिङ सर चाहिँ यता छिरिङ सर सबैले खिच न यहाँ चाहिँ सेल छ स्केल छ कि एक्सन चलेको बोतल के स्केल नै त हुन्छ सेल पनि छ लक्ष्मी पूजाको त्यो मिठो छ खाऊ नानी इमानी हेलो जीवन छोटो लेखेको सम्झना च्यातेर नपाला
हामीले चाहिँ मम्मीको गाडी भन्दाखेरि सबै भुइँमा खसेको थियो सो अहिले यो पखाल्दैछु फाल्नु नि भएन देखियो पकाले अब भोलि खाँदाखेरि बरु यो छोक्राहरू बाहिरको छोक्राहरू फालेर खाँदा नि भयो ल अलिक राख्नु दुबिनी खतरा तयार भएको छ यहाँ चाहिँ नमस्ते सबैजनालाई ठ्याक्क साँझ पर्यो अहिले चाहिँ यो चाहिँ हाम्रो बेलुकाको माहौल चाहिँ यस्तो छ झिलिमिली बत्ती यो चाहिँ हाम्रो गुम्बा विदेशले सक्ने अभि भएन झिलिमिली झिलिमिली एक एकको झिलिमिली नाइट भ्यू वाउ जस्ट लाइक अ वाउ सरहरूले यहाँ हत्या हिंसा गरेर ल्याएछ उता नि उतै हुन्छ यहाँ अलिक ठुलो आँगन उता ठुलो छ अनि यसरी प्राणी हत्या गरेर नि खानुपर्ने हुन्छ त्यही भएर मैले मासु छोड्नु कारण पनि यही हो क्या अरूको हत्या गरेर चाहिँ म आफू खुसी हुन चाहन्न हेलो बेबी कल्साङ कल्सु हेलो हाम्रो कान्छो छोरो मनिषाले आदेश दिएको हामीले त्यसै काटेको होइन बिउले हिमाल सरको बाजा गाजा अहिले लाइभ म्युजिक हुन्छ अहिले एकछिनपछि खानासाना खाएपछि याङचेनमा र म चाहिँ अब सुतिरहेको उठ्ने एकछिनमा याङचेन याङचेन साबुन ngana de mustang ni be dengan le mage ko terus mo de wai mo duri ngande gluri 25-30,000 त ngora हामी त गाइस मेरो आनीले चाहिँ रोटी मुस्दै हुनुहुन्छ बोल न उइ भिडियो बनाएर त फेरि खो भिडियो बनाउने जुले हाय आता नि तपाईँले पेन्सु हाजी हारुले चाहिँ रेस्पोन्स लाउँछ या हरि जाय न पुरा आइलो काम छैन पुरा आइलो काम छैन तर भाइरल दादा आइलो तिमीले सब मखरे दाङला अनि कोइला काम दाङला आइलो न छाडे न नरम बिल दाङला कमेन्ट पनि दिबी
गई आप लोग ये प्यार लेकिन लङ्काको चिसले समाउला अनि माया छेउमै बसला अनि माया छेउमै बसला मर्निङ दिस इज भाइटिका मर्निङ भाइटिकाको दिन हो आज चाहिँ सबैजनालाई गुड मर्निङ चाहिँ बिहान नुहाइधुवाइ गरेर अहिले चाहिँ एकदमै माहौल तताइरहेको छ हामी अब भाइटिकाको लागि तयारी गर्दैछौँ अनि सबै खानेकुराहरू पकाइसक्यौँ यो चाहिँ हाम्रो मटन पनि पाक्दैछ मौसम पनि एकदम राम्रो फुलेको छ अनि हाम्रो निश्चल सर चाहिँ भर्खर उठेको छ मुख पनि धुएको छैन चिया पनि खाएको छैन सर चाहिँ अनि अर्को सर चाहिँ टिकटक लाइभमा हो त अब हामी लगभग अब सबै खानेकुराहरू पाकिसकेको छ हाम्रो चाहिँ अनि म चाहिँ यता भेज डिपार्टमा भेज आइटम पनि पकाउँदैछु अनि यता चाहिँ हाम्रो अघि पहिला नपुगेको फुलमालाहरू चाहिँ बनाउँदैछ हाम्रो यहाँ बहिनीले यसरी बनाउने क्रममा छ फुलमालाहरू उन्ने क्रममा अनि यहाँ चाहिँ हाम्रो बहिनी याङचेनमा छ यता चाहिँ हाम्रो दाजु तिरो खाले त पुइ दोल बुर्गा त बरबिपल अब हाम्रो हिमानी चाहिँ यता बाबासँग बाबाको बियर लिइरहेछ अरू त मासु खाइहाल्नुहुन्छ म र एकजना दाइको लागि चाहिँ म यहाँ भेज तरकारी बनाउँदैछु हामी चाहिँ भेज हो दुईजना चाहिँ अनि यता चाहिँ हामीले अब सेलरोटी पनि सबै बनिसकेको छ म आफूले बनाएको हिजो सेलरोटीहरू चाहिँ अब खासै राम्रो भएको छैन तै पनि अब काम चलाऊ मलाई चाहिँ एक्चुअली पनिर चाहिँ मलाई पनिर मात्र खान मन लाग्दैन सो जे भेज तरकारीहरू अरू भेज आइटम जे छ त्यसैलाई मिक्स गरेर बनाएको चाहिँ मलाई एकदमै मिठो लाग्छ त्यही भएर मैले चाहिँ यसमा अलिकति गाउँघरमा पाइने भेज आइटमलाई पनि मिक्स गरेर चाहिँ पनिर बनाउने कोसिस गरेको छु सो पनिर इज माई फेभरेट यसरी सजाएको छ हाम्रो गाउँघरमा हाम्रो दाजुहरू चाहिँ यता ओल्दरबार फिनिस सुकुटी छैला भाङ्गेन ए खसिला मेङमार हाम्रो मेङमार सरले चाहिँ सिक्दैछ दुई शब्द बोल त फुपूको युट्युब च्यानलमा सबैजनाले लाइक गरिदिनु सब्स्क्राइब गरिदिनु योभन्दा अगाडिको हाम्रो दसैँ तिहारको भिडियो पनि यहाँहरूले हेरेर इन्जोय गरिदिनु भएको थियो त्यसमा चाहिँ हाम्रो चाहिँ मेङमारजीले नै स्पेसल्ली सबै लिडिङ गरिरहनु भएको थियो त्यो च्यानलमा चाहिँ होइन मेङमार सर अनि यसपालि कसो के भन्ने हो त हामी यो चाहिँ हाम्रो गुम्बा हो एक्चुअली यो गुम्बामा चाहिँ म धेरै पछि भित्र आएँ हामी बच्चा हुँदा चाहिँ यहीँ बसेर पूजापाठ गर्ने अनि यो बाजा गाजाहरू पनि सबै हामीले बजाउँथ्यौँ बाजेले सिकाउनुहुन्थ्यो यो ढ्याङ्ग्रो राम्रोसँग बजाएन भने चाहिँ बाजेले हामीलाई अनि आफ्नो हातमा के छ त्यसको झट्टाएर हान्नुहुन्थ्यो यो ढ्याङ्ग्रो चाहिँ हामी चाहिँ एकदमै खोसाखोस गर्थ्यौँ हामी बच्चा हुँदाखेरि पूजापाठ हुँदाखेरि यहाँ गुम्बामा कसले बजाउने भनेर अनि बाजेको तालमा चाहिँ हामीले यो ढ्याङ्ग्रो बजाउन सकेन भने बाजे रिसाउनुहुन्थ्यो हाम्रो बाजे चाहिँ यो हाम्रो यो गुम्बाको संस्थापक हुनुहुन्थ्यो उहाँ नै यहाँ गुम्बाको आफैले नै आफ्नै निजी लगानीमा यो गुम्बाको स्थापना गर्नुभएको थियो 2039 सालमा स्थापना भएको गुम्बा हो यो चाहिँ मेरो बाजेले गर्नुभएको उहाँ चाहिँ अहिले हुनुहुन्न उहाँ नभए पनि उहाँले चाहिँ यो सम्पत्ति
आफ्नो पुस्ताहरूलाई हस्तान्तरण गरेर जानुभएको छ। अनि यो चाहिँ पहिला हाम्रो निजी नै गुम्बा थियो, अहिले चाहिँ गुम्बामा चाहिँ निजी भयो भने चाहिँ बजेटहरू व्यवस्थापन गर्न, गुम्बाको मर्मत सम्भार गर्नका लागि अलिकति गाह्रो हुने, वडाबाट चाहिँ बजेटहरू नआउने भएकोले चाहिँ हामीहरू सबैले चाहिँ सबैको निर्णय अनुसार नै गुम्बालाई चाहिँ सार्वजनिकरण गरेको छ। अहिले चाहिँ गुम्बा सार्वजनिक भइसकेको छ र थप बजेट व्यवस्थापन पनि भएको छ। अहिले भगवानहरूको स्थिति चाहिँ एकदमै वेल कन्डिसनमा रहेको छ, तर हाम्रो यो भवन चाहिँ अलिकति पुरानो भएकोले चाहिँ भवनको मर्मत सम्भार गर्नुपर्ने हुन्छ, किनभने यो एकदमै ऐतिहासिक हो नि त, धेरै पुरानो हो। धेरै पुरानो भएकोले चाहिँ यो काठहरू पनि एकदम अलिकति ड्यामेज स्थितिमा छ र यो सबै मर्मत सम्भार चाहिँ हाम्रो केही समय लाग्नेछ बनाउनका लागि, जसको लागि चाहिँ पिल्लरहरू चाहिँ उठाइसकेको छ। यसमा ट्रस निर्माण हुँदैछ र आवश्यक बजेट पनि व्यवस्थापन हुनेछ वडाबाट चाहिँ। यसैको लागि चाहिँ हाम्रो अहिले गुम्बा चाहिँ सार्वजनिक पनि भएको छ। यो चाहिँ हाम्रो गुम्बा अथवा हाम्रै घरहरूबाट देख्ने दृश्य हो। पारी चाहिँ 5 खालसम्म ठाउँमा रहेको चाहिँ 5 खाल एरिया हो। अहिले चाहिँ अलिकति पहिरोले चाहिँ अलि भिजिबल छैन, नत्र भने एकदमै भिजुहरू पनि राम्रो देखिन्छ यहाँबाट। अनि यता पारी चाहिँ भकुण्डे उयो डाँडा कटेपछि चाहिँ भकुण्डे बेसी हो हाम्रो। हामी चाहिँ नौमुदा नगरपालिका 5 मा अवस्थित छौँ भने यहाँबाट पारी भकुण्डे यता चाहिँ 5 खाल एरिया हो। सो राम्रो भ्युज देख्न सकिन्छ। हामी गाउँमा भए पनि गाउँले भए पनि यो गाउँबाट चाहिँ हामी एकदम राम्रो भ्युजहरू चाहिँ इन्जोय गर्न सकिन्छ। यहाँ आएपछि चाहिँ त्यसैलाई रिग्रेट चाहिँ हुँदैन है। त्यही हो गाइस, यो चाहिँ हाम्रो गुम्बा हो। गुम्बाको बारेमा यति नै भिडियोहरू अहिले मैले धेरै समय भएको थियो यहाँभित्र नछिरेको, अनि आज चाहिँ आएर म भिडियो गर्दैछु। सो त्यही हो, एक्चुअली म भगवानलाई ढोगेर जान्छु। अनि मलाई चाहिँ एक्चुअली चाहिँ हाम्रो गुम्बामा चाहिँ यो भगवानहरू हुनुहुन्छ। अनि यो भगवानहरू चाहिँ अन्त नमबुद्ध कता कता जाँदाखेरि पनि सेम यस्तै मूर्तिहरू हामीले देख्न सकिन्छ नि त। अनि चिर परिचित भएको कारणले पनि जहाँ गएर यस्तो मूर्तिहरू देखे पनि मलाई चाहिँ आफ्नै जस्तो लाग्छ। जुनसुकै गुम्बामा गएर यो मूर्तिहरू देखे पनि मेरो आफ्नै जस्तो लाग्छ, किनभने बच्चैदेखि आफूले यहीँ देखिरहेको, आफ्नै घरकै छेउमा टाँसिएर रहेको गुम्बामा पूजापाठ गर्ने क्रममा देखिरहेको भएर चाहिँ मलाई जहाँ गयो पनि यो भगवान् चाहिँ मेरै हो जस्तो लाग्छ। हुन त भगवान् सबैको नै हो, तैपनि मलाई लागेको फिलिङ चाहिँ मैले भने। यहाँनिर चाहिँ हाम्रो लामा गुरुहरू बसेर पूजापाठहरू गर्नुहुन्छ यसरी। उहाँहरूको सामानहरू पनि सबै यही छन्। अहिले चाहिँ हाम्रो गुम्बाको पूर्ण सञ्चालन गर्नका लागि चाहिँ बाजेको शेषपछि एकजना दाजु चाहिँ हाम्रो लामा नै हुनुहुन्छ। सबै संरक्षण गर्ने, पूजापाठ गर्ने काम चाहिँ उहाँले गर्नुहुन्छ। अनि हाम्रो बाजेको 4 जना दाजुभाइ हुनुहुन्छ, उहाँहरूले चाहिँ पालै पालो यो गुम्बामा पूजापाठहरू गर्नुहुन्छ। सबैजनाले चाहिँ एक महिना मिलाएर गर्नुहुन्छ। 4 जनामा अब मेरो फ्यामिलीहरू चाहिँ कोही पनि हुनुहुन्न यहाँ पूजापाठ गर्नलाई। अहिले टोटल्ली यहाँ गाउँमा बस्ने भनेको 3 जना, 4 जना दाजुभाइकोमा 3 जना फ्यामिली चाहिँ यहाँ बस्नुहुन्छ र उहाँहरूले चाहिँ मिलेर गर्नुहुन्छ। आवश्यक परेको खण्डमा गुम्बाको मर्मत सम्भार पूजापाठमा आवश्यक आर्थिक सङ्कलन चाहिँ सबैजनासँग, हाम्रो 4 दाजुभाइहरूसँग मिलेर, 4 दाजुभाइ बुवाको दाजुभाइहरूसँग मिलेर चाहिँ गरिन्छ। हस्, थ्याङ्क यू। हाम्रो तेमाल अटो सेन्टरको सञ्चालकहरूले टी सर्टहरू बाँड्दैछ। यो चाहिँ एउटा एडको लागि पनि हुनसक्छ र दाजुभाइहरूलाई चाहिँ यसो फेरफार गर्न पनि हुन्छ र हाम्रै यो अटो सेन्टरको एडभर्टाइजमेन्टको लागि पनि हुनसक्छ। सबैजनाले लगाइरहनु भएको छ। त्यो अङ्कलले पनि लगाउनु भएको छ तेमाल अटो सेन्टरको टी सर्ट हो। अब विनोदले अब अर्को कसलाई दिन लाग्यो? कतिवटा छ है? हामीलाई पनि दिए हुन्थ्यो नि त, दिदीबहिनीहरूलाई पनि त। आए ल, एक्सेल साइज ठिक हुन्छ? चाइनाको तेमाल अटो सेन्टरको टी सर्ट हो यो चाहिँ। सान्छेरो लासो बेबी नु गर छोरो, नु गर बाबा। ल अनि बाबा अप्प गर्नुहोस्। ल ह्यान्डसेक गरौँ। गुड गर सानो, गुड गर सानो, गुड।
वाउ थ्याङ्क यू फोहोर भइसक्यो हर्के हल्दार अर्को सामानमा रे आइडल हो केमाल अटो सेन्टर आइनमा के फोहोर लादै गरे यो गाउँको त अब भने हामी आज भाइटिकाको दिन हो अब लगभग हाम्रो 11 बजेपछिको चाहिँ हाम्रो साइत रहेको हुँदा हामी अब तयारी गर्दैछौँ भाइटिका सुरुवात गर्दैछौँ त्यही भएर मैले सम्पूर्ण दाजुभाइ दिदी बहिनीहरूलाई चाहिँ आँगनमा आइदिनु हुन हाम्रो मूल घरमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु अब भने म चाहिँ अहिले क्याजुअल ड्रेसमा छु अनि म चाहिँ भाइटिकाको लागि तयारी भएर आउनेछु बाई बाई अहिले चाहिँ म रेडी भइसकेँ यो चाहिँ मेरो आजको आउटफिट हो म चाहिँ अब भाइटिकाको लागि रेडी भइसकेँ याङचेन याङचेन नानी तयारी बेजोड हुँदैछ नेताजीको इन्ट्री हुँदैछ सबजना रेडी भइसकेको छ अब चाहिँ हामी सबैजना भाइटिकाको लागि रेडी भइसकेको छ सबैजना हो दाजुभाइको फोटो खिच्दैछ निश्चलले चाहिँ नेताजीको इन्ट्री हुँदैछ एउटालाई गीत गएको छ नन स्टप गर्नु पेरो चप्पल गए तोर खानु भाइ चप्पल समेत हाल चप्पल खानु गाई आथानको भ्याउनु भाल चप्पल अच्छा त उधर पर क्या था चुजा चु के तुन भगे आम्रा उल धेर परमा यो उधर क्या था पर्छ सम हम दारे मगे अब हाम्रो चाहिँ भाइटिकाको सुरुवात हुँदैछ लामा फ्यामिलीको मोबाइल कनेक्ट लबा हरि ल ल आफैले पनि माग्लो छु ल टिकेल मिन ती राम तुले नयन माले एप्रो हैन 10 हिँड्नला सुनिल मिन्तीगा केपुटे नमला फेरि जागल मिन्ती के अरे चंपर हो समाज साबे तीन मान्छे म रेडी लगाउँदा बा ngarai ती न ngam kya marba na san na tagam family फोटो लाउँछ ल थामु दिनी पानी आउँछ पानी परि यतापट्टि घुम्दै गरौँ अब लजी हुला जम्मल लजी हुमाले आंगिल जे हेर्नु जम्मल हाजी हुमाले ला त जम्मल केम लजी हुमाले ति त हतार रही बा
डाक्टर बनाउँदैन हो डाक्टर न चुरी मोला ओइ के थाम जाको तिरम मैले हाल्छु नि त हाजी जाउँला कुडी मिले फेरि खेल भाइ जो है माला शू पर से ले बारे तिरम फिर दो फडक दो जराम अच्छा हार के चाहिँ के हो गालाम एक जोड्दै बखत सोब्रम लाले तीनजना दिदीहरु बहिनीहरु अरु त हैन हिमाली लड्छ ल जाऊ सरी जाऊ पछि पछि एलिसासँग जाऊ 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 त्यहाँ जाऊ जाऊ पर्दैन के पर्दैन खोल्नु छ त अरे जाऊ छोरी जाऊ त नजा गोर्जुम लो कसरी भयो छोरी पछि पछि जानुस् पछि पछि जाऊ त हामी लाइन गाडी मैले छिटो आउ छिटो भागा भागा डौडी डौडी 0.5 नानी 300 भयो यता गएर यता घुम्ने है ल घुम घुम यता यता फर्के यता के गर्दा गरे ठीक छ खल्ला खाऊ हिमानी त जाऊ एकचोट के जाऊ तिमी त फेरि हिमानी 200 नि तल हाजी मेनु दामु थिरिनु पूजा गर्ने पूजा अच्छा मात्र मौसम भयो गोत्र उमर भए होला तल तल हो पूजा आन्छ तल ए आधा से आधा हम्बर मोलमा ताल नि मिले बुइगाली मोल हम्बर हम सुचे ललाए नै आतो बातो यसो स्ट्यान्ड ल दिदिक भाइ ये लाउ चिबरी गाड्दा पूजा गर्ने दादाहरुलाई फुलले चाहिँ पूजा गर्ने ये गरे ओ हिमाल भाइ लो लो तर हिमाली नि भाइ छैन गाय खाए नि भाइ जाऊ यागी लिम्बु तिसँग समाधान न कि चल तिम्रो पालपाल गर्न त्यहाँबाट सबले 0.5 मै खिच्छ आउ अब भदैहरुले हामीले गर्ने आउ नाचो चुङ्मिङ गरिङमा गयो भने त्यो गरिदिन्छु भन्नु भाटपट्टि नि आओ मेरो हिमानी छोरी अघिको उले ल्याउँदा त्यो एयरपोर्ट ल्याउँदा धोती फेला ला धोती फेला ला धोती फेला ला के गरे निको भन्छ अघि भ्लग बनाएको म त जान्छु होला म त काठमाडौँ जाने काठमाडौँ जाँदा लागेको माया श्रीङ दादा श्रीङ दादा भनेको गाडी श्रीङ दादा नाम गाडी नो ओइ केटा हो उठ न हाम्रो केटाहरू पुरै थाक्यो क्या यार यस्तो अल्छी मानेर बसिरहेको छ यार आफूले छाता मुन्टे होला किलो दल मन रहेछ यताबाट देखाइदेऊ त उता सुक्नी भएको चल किलो त जुखाछु सधैँ थान गए मनसा निर्मलले चप्पल नगर न ब्याड ह्याबिट इमानी चप्पल राख उता छ्याम्बासी खत्तम ताइलान्ड बार चाहिन्छ धन्न अब
यता माइक दौना म यसलाई सोरा थिए पछि फल्दी चुरी पकेडा पनि मैले ठीक है Hello everyone, this is next morning of Vaitika. Weather condition is very nice. It looks so amazing. You can see the sunny day with thick cloud. So आज पनि हामीहरु हल्का रमाइलो गरेर मात्रै भोलि मात्रै we back to Kathmandu. आज यसो हल्का रमाइलो गर्नुपर्छ. Today is my birthday also. It's my special day. हल्का सेलिब्रेसन गर्छौं हामी चाहिँ. हामीले चाहिँ अनि यो हल्का सेलिब्रेसनको लागि प्राणी हत्या त गर्नु नहुने हो तर लोकल भालेको नि व्यवस्था भइसकेको छ. अनि यता खसी पनि काट्ने व्यवस्था छ आज. फेरि पनि चित्र सरले केक ल्याउनुहुन्छ. This is फोक्सो. आज फोक्सोमा अन्डा राखेर निश्चलजीले चाहिँ फोक्सो फ्राई गर्दैछौ अब. एकजना काट्दाखेरि चाहिँ यहाँ 10-12 जना चाहिँ हेर्दैछ. खुकुम जति चाहिँ है भन्छ नजाऊ. मेरो आज खाना के सर ससुरालीको मेजबानी कस्तो छ? एकदम मिठो छ कि छैन? सबै कुरो ठीक छ. टिका लाउनु पाएन भन्नु न. अब घरमा एक्लै बस्यो भए भात पनि पकाउँदैन थियो होला. ससुरालीको मेजबानी. म अब आज अब आइन भने भोलिसम्म फर्किन्छु. आज आउने कोसिस गर्दैछु. खाना पो रहेछ मासु रामदेव है सापम छौ याङसम लिभ राख्ला चुमकुडी चिप्जोकल थिएला चाहिँ क्रामी दौरमा लेख्छ. हेलो गाइज, हाम्रो अब यहाँ थर्ड खसी पनि रेडी हुँदैछ होइन. अब यहाँ ठ्याक्क अलिक ढिला भयो होइन. थर्ड खसी पनि रेडी भइसकेको छ. त्यहाँ राख्दै हुनुहुन्छ उहाँहरूले. हामी चाहिँ त्यहाँ मासु पोल्दै हुनुहुन्छ हाम्रो मम्मीले. हरि यहाँ छ. ओ विजय ठुलबाबा यहाँ हुनुहुन्छ. यहाँ अर्को हाम्रो अनि हामी यहाँ छौँ. यहाँमा हुनुहुन्छ चित्रे मामा, सानी फुपू, निश्चल दादा, पवन मामा, हिमाल ठुलबाबा, सबैजना हामी यहाँ छौँ.
याङचेनमा सानो यता हेर सानो छोरी बहिनीलाई यति धेरै माया गर्छ अनि बहिनीलाई ढाडमा बोकेर चाहिँ तल गाडीसम्म लाँदैछ यसलाई भनिन्छ दाजु बहिनीको माया अहिले चाहिँ हामी काठमाडौँ फर्किँदैछौँ सबैजना तिहार मनाएर हाम्रो चाहिँ यहाँ 4वटा गाडीहरू छ अरू बाइक स्कुटरमा जान्छौँ हामी फर्किँदैछौँ हल्ला गर केटाहरू हल्ला गर हल्ला गर अब निङमार पनि आउला हेलो एभ्रिवान अब चाहिँ हामी काठमाडौँ फर्केको एकदम गर्मी भइरहेछ अहिले चाहिँ त्यही पनि बाटोमा जाडो हुन्छ भनेर मान्छे फुल लुगा लाउँदैछौँ अब हामी यो सबै हाम्रो परिवारै हामी चाहिँ फर्किँदैछौँ है अब यो इयरको तिहार चाहिँ हाम्रो यति नै होला सायद यसमै एन्ड हुँदैछ यसपछि हामी चाहिँ अन्त घुम्न जाने प्लान छ अब के हुन्छ के थाहा छैन हामीलाई यहाँ 4वटा गाडीमा पनि भ्याइनु भइरहेको अवस्था छ दामी आउँछ अहिले एउटा जन्ती जाने टोली छ हाम्रो चाहिँ जन्ती नै पुग्ने गरी टोली छ आज चाहिँ लामा परिवारको लामा फ्यामिलीको आमामा यति धेरै सन्तान चाहे युङमै छक्कोले लाबारे लाबारे यताबाट होइन कि टिचरबाट त्यस्तो होइन कि बाजे
अहिले चाहिँ हामी काठमाडौँ फर्केको अवस्था हो।